हेलो गाइज, फेरि पनि वेलकम है त मेरो भिडियोमा। म चाहिँ सपिङतिर हिँडेको। मलाई केही लिन त थिएन, त्यही पनि म यसो हिँड्दै केही राम्रो लुगा पाएँ भने ल्याउँछु भनेर। अनि यो चाहिँ सेटमा लुगाहरू थियो, एकदमै मन परेको थियो मलाई। यदि मलाई कुनै पनि लुगा हेर्ने बित्तिकै मन पर्यो भने पर्यो त पर्यो, कि अरू मनै पर्दैन। अनि यसो जुत्ता हेर्न गएको, हेरेँ त बुटको प्राइस एकदमै कम रहेछ, घटेको रहेछ क्या। मैले पहिला लिँदा महँगोमा किनेको थिएँ। अनि यसो सपिङ मलहरूतिर त ठुलो ठुलो ऐनाहरू हुन्छ नि त। अनि मैले चाहिँ मिरर भिडियो बनाइहालेँ। मलाई मिरर भिडियो बनाउन मन पनि पर्छ, र अर्को कुरा एक्लै हिँडिरहेको मान्छेलाई भिडियो बनाइदिने मान्छे हुँदैन नि त। त्यही भएर पनि होला मैले प्रायः मिरर भिडियो बनाउँछु। अनि यस्तो खाले भेन्डिङ मेसिन चाहिँ मैले फुकुको आएपछि बल्ल देखेको हो। यो चाहिँ ओरिजिनल ओरेन्जबाट जुस बनाउन मिल्दो रहेछ। यो चाहिँ मलाई ट्राई गर्न मन थियो, मैले देखिरहेको हुन्थेँ बाटोहरूतिर। फाइनल्ली मैले आज ट्राई गरिदिउँ न त कस्तो हुँदो रहेछ भनेर ट्राई गरेँ। अनि जुस बनेर रेडी भयो। फर्स्ट टाइम हो नि त, यसमा राख्ने पाइप झिक्नै भुलेछु कि म चाहिँ। अनि त्यसपछि मैले त्यसमै पाल पारेर खाइदिएँ। हामी नेपाली त हो, पारा देखाइहाल्छु क्या मैले फेरि। त्यसपछि फेरि म गएँ त्यही लुगा हेर्न जुन मलाई मन परेको थियो। मन परेको लुगा त कसरी छोड्नु होइन गाइज, मैले चाहिँ किनेर ल्याइहालेँ कि। म नेपालबाट आएपछि बल्ल हिजो मात्र गएको नि त आएको त। अनि त्यहाँ चाहिँ लाइटिङहरू चाहिँ ननिकालेको रहेछ कि, क्रिसमस र न्यू इयरभन्दा अगाडिको। एक्लै हुनुको एउटा बेफाइदा के, भिडियो बनाइदिने मान्छे हुँदैन। अनि मैले त्यहाँ भएको निखन्जीलाई चाहिँ मेरो भिडियो बनाइदिनु न भने, अनि बनाइ पनि दिनुभयो। एन्ड थ्याङ्क यू सो मच गाइज मेरो भिडियो हेरिदिएकोमा।